दिउँसै भाले छोपेर काटी खान खोज्दा भाले छोप्न नसकेर यस्तो भयो। भाले भालेले छोप्नै दिइरहेको छैन भालेले। भाले भागेको छ। अब गोठभित्र गयो हेर्नुहोस् है, गोठभित्र गयो। त्यहाँबाट पनि भाले निस्किहाल्छ, त्यहाँ म सुक्न सक्दैन, सकिरहेको छैन। त्यहाँदेखि फेरि मैले बाँसको त्यो टुप्पा लगाएर, बाँसको झाङ्रो लगाएर फेरि छोप्ने प्रयास गर्छु। यहाँबाट पनि म असफल भइरहेको छु होइन, योबाट पनि असफल हुन्छु। भाले भागिहाल्यो। यी भाले भागेको सुन्न सकिरहेको छैन। यहाँबाट पनि फेरि भागिहाल्यो। अब अन्तिम पल्ट, यो पल्ट चाहिँ सक्छु। यो पल्ट चाहिँ अब भाले भाग्न सक्दैन। म मेरो पासोबाट बाँसको उयो बनाएको छु। पासोमा पर्यो सफल भयो। छुपिसकेको छु। अब काटेर खानलाई रेडी बनाएको भाले। अब यसलाई काटेर खाने हो सायदहरू। यति नै।